कर्णालीमा भोगमरी थिएन सभामुख महोदय। त्यो एयरपोर्टमा पाउने सेतो चामल मरी मात्रै थियो। जुन ठाउँमा कागुनो, कोदो, फापर र विश्वको सबैभन्दा अमूल्य मार्सी चामल पाउने ठाउँमा कहिले पनि भोगमरी थिएन सभामुख महोदय। र हामी दसैँको टीका स्वयं प्रधानमन्त्रीले खाएर मार्सी चामल भनेर ब्रान्डिङ गरिदिएको मार्सी चामलबाट हामी टीका लगाउँथ्यौँ सभामुख महोदय। प्रधानमन्त्री तपाईँकै, अर्थमन्त्री तपाईँकै, भौतिक मन्त्री तपाईँकै, पटक पटक सत्ताको स्वाद चाख्ने तपाईँ अनि दोष भन्ने कर्णालीका नेतालाई। सभामुख महोदय, देशमा 80 राजमार्गलाई राष्ट्रिय राजमार्ग बनाउँदा जुम्ला सुर्खेत सडकको बेहाल पार्ने काम कर्णालीका नेताले गरेका होइनन्। राष्ट्रिय गौरवका आयोजनाका नाममा देशमा 26 खर्ब निल्ने काम कर्णालीका नेताले गरेका छैनन्। कर्णालीमा पुगेर सोझा जनतालाई भ्रमित पार्नुभन्दा कर्णालीलाई क्षतिपूर्ति सहितको बजेट दिन पहल गरे भयो त। क्या कर्णालीका मान्छेले चिठी ल्याइकन दिया छन् हामी न गली गली विकास नगर्देऊ भनिकन?